हर्क साम्पाङ भनेको सुरुदेखि नै बोलेर आएको, उहाँ आन्दोलनदेखि सडक सङ्घर्ष गर्दादेखि हरेक ठाउँमा उहाँले जनतालाई जनचेतना जगाउँदै आउनु भएको, फेसबुक मार्फत आफ्नो कुराहरू राख्दै आउनु भएको, प्रत्येक कुरा फेसबुक मार्फतै भनेको माइकिङ गर्दै भनेको उहाँ बोलेरै आउनु भएको मान्छे हो क्या। त्यही भएर उहाँ अहिले पनि बोल्ने नै हो, बोलिराख्ने हो क्या, शैली हो आफ्नो। अब जुन धरातलबाट आएको त्यही धरातलमै भइरह्यो भने चाहिँ त्यसलाई चाहिँ राम्रो मान्ने हो क्या मान्छेले। अब राम्रो नराम्रो भन्ने त मान्छेको एउटा हेर्ने नजर हो। कसैलाई त्यही मान्छेले बोलेको कुरा राम्रो लाग्छ, कसैलाई त्यही मान्छेले बोलेको कुरा नराम्रो लाग्छ कि त्यो त नजरमा भर पर्ने हो नि त। राम्रो नराम्रो होइन क्या, आफ्नो ठाउँमा सबै राम्रो हुनुहुन्छ। हर्क दाइको विषयमा बोल्नु पर्दाखेरि तिम्रो भिजनबाट बोल्दाखेरि कस्तो मान्छे हो? हर्क साम्पाङ एकदमै राम्रो मान्छे, एकदम राम्रो, देशलाई एकदमै माया गर्ने मान्छे, देशलाई चाहिने मान्छे नै हो एकदमै। हर्क साम्पाङ दाइ भने चाहिँ राम्रो लाग्छ तिमीलाई? राम्रो लाग्छ नि उहाँलाई। देशलाई चाहिने मान्छे त्यस्तै है? देशलाई चाहिने मान्छे त्यस्तै हो भन्दा पनि अब उहाँको केही होला सुधार गर्नुपर्ने कुराहरू। तर उहाँले भन्न खोज्नु भएको मान्छेहरूले कतिपय बुझ्दैन, उहाँलाई साङ्केतिक रूपमा भन्नुहुन्छ क्या कतिपय कुराहरू। अब त्यसलाई चाहिँ मान्छेहरूले मजाक बनाइदिन्छ। त्यो मजाक बनाउनु जरुरी छैन क्या। उहाँले अब ढुङ्गा बोकाउने कुरा गर्नुहुन्छ नि कहिलेकाहीँ उहाँले, म प्रधानमन्त्री भयो सारा नेपाललाई ढुङ्गा बोकाउँदैन, ढुङ्गा मात्रै बोकाउने भनेको अर्थ उहाँले काम गराउँछु भने हो क्या। नेपाल बिग्रेकै काम नगरेर त हो त, त्यो त साँच्चीकै कुरा हो त। नेपालमा प्रचुर सम्भावना भएको भनेको गर्ने ठाउँ भनेको त कृषि नै हो नि त। जस नेपालभरिको बाँझो जमिनमा सिँचाइहरू भएर चाहिँ त्यो अनुसारले कृषि भयो भने त नेपाल विकास हुन सक्छ नि त। ढुङ्गा बोकाउँछु भन्नुको अर्थ ढुङ्गै बोकाउँछ भन्ने चाहिँ काम गराउँछु भन्नुभयो हो क्या उहाँले। नेपालीहरू अल्छी भए बिग्रिए, त्यो अल्छी हुनु हुँदैन, काम गर्नुपर्छ भन्ने चाहिँ उहाँले सन्देश दिनु खोज्नु भयो क्या। साङ्केतिक रूपमा त्यो भन्न खोज्नु मान्छेले चाहिँ अब नबुझेर ढुङ्गै बोकाउने रे, संसद भवनभित्र पनि ढुङ्गा बोक्ने रे। हर्क साम्पाङ र बालेन शाहलाई रोज्दाखेरि तिमी कसलाई रोज्छस्? मलाई हर्क साम्पाङ मनपर्छ। जस पर्सनल रूपमा बालेन भन्दा चाहिँ हर्क दाइ मनपर्छ। जुन ठाउँमा नेपाल छ नि त्यो ठाउँमा चाहिँ हर्क साम्पाङ जस्तो मान्छे चाहिन्छ क्या। नेपालमा अहिले जुन विदेशको कुनै पनि नीतिले काम गर्दैन, विदेशमा भएको कुराहरूले विदेशमा भएको जस्तो तरिकाले गर्दाखेरिमा हुँदैन नि त। नेपालमा मुख्य कुरा भने त नेपालमा अहिले कृषि नै गर्नुपर्छ, श्रम नै गर्नुपर्छ, काम नगरेरै बिग्रेको हो। काम त गर्नुपर्छ नि त। त्यो एक किसिमले अब हर्क साम्पाङको कतिपय कुराहरू मन पर्दैन, तैपनि अब बालेन शाहको त धेरै कुराहरू खासै मान्छेलाई थाहा पनि छैन भित्री कुरा के हो। अब ठ्याक्कै विश्वास हत्तपत्त आँखा चिम्लेर विश्वास गर्न सक्ने मान्छे चाहिँ जस्तो लाग्दैन बालेन शाह। हर्क साम्पाङ चाहिँ आँखा चिम्लेर विश्वास गर्न सकिन्छ देशको कुरामा चाहिँ। पैसाको लागि होइन, पैसाको लागि त कसैले पनि त्यो हुन त सबैले गर्छु, राम्रै गर्छु, सेवा नै गर्छु भनेर जाने हो। तर त्यहाँनिर पुग्दाखेरिमा अब नेपालको राजनीति विभिन्न शक्तिले चल्छ भने जस्तो विदेशी शक्तिको कुरा गर्छन्, के गर्छन्, भू राजनीतिको कुरा गर्छन्। यो त्यहीबाट कन्ट्रोल होला।